आउँदो चुनावमा रासोपा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। के ठुलो कुरा त भने झापा 5 मा हैन केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा त्यसो। बालेन त फरक कुरा, उहाँको त जमानत जफत हुन्छ, लेखेर राख्नुस्, जमानत जफत गराइदिन्छु उहाँ। रासोपा त कुनै प्रतिस्पर्धी दलै होइन, हेर्नुस् अहिले त म मान्दिनँ। यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। गुगलमा राप्रपासँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन, अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि। केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्, अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने, यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी। बालेन शाहजीले म यसो हेर्छु रासोपाका मान्छेले केपी शर्मा ओलीसँग जोडिएर आफ्नो पार्टीको प्रचार गरिरहेछन्। केपी ओली यदि हारो भने चाहिँ म इलाम जिल्ला छोड्छु। झुटा कुरा होइन। बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ। फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु। निर्वाचन भयो भने म घाँटी गाडिन्छु, घाँटी। बालेनले जित्यो भने झापामा कान काटेर म टिटी नसुनागर टाका लाउँछु। 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु। मलाई कहाँ झुन्याउनु पर्छ? 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्निन तयार छु। फागुन 21 मा तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ, म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर। ल गराएर हेर्नुस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि। ल सक्नुहुन्न, दिस इज नेक्स्ट टु इम्पोसिबल। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फागुन 21 गते चुनाव हुँदैन। जोसुकैले जेसुकै गरोस् हामी चुनाव हार्दैनौँ, हार्दैनौँ। 1,10,000 मत खस्न सक्छ। 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ, अरू मत अलिअलि बाँडिएला 23 जनामा। त्यही हो। रवि बालेन उहाँले च्यालेन्ज कुनै थ्रेट फिल हुँदैन चुनावी समीकरणमा? चुनावलाई थ्रेट, एमालेलाई, कांग्रेसलाई थ्रेट चुनावमा के गर्नुहुन्छ तपाईँ? फेरि पनि एमाले सरकार, फेरि पनि ओली सरकार, फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार।